ओके नाउ अब चाहिँ हामी के को बारेमा पढ्नेछौँ भन्दा फेरि देयर आर सम मोर नम्बर्स सम फ्यु नम्बर्स फ्यु त हैन धेरै नै छ जसको बारेमा हामीलाई पढ्नु छ। हेलिकप्टर उडेर साह्रै नै डिस्टर्ब हुँदैछ आजकल, साह्रै नै बेसी हेलिकप्टर उड्दैछ हाम्रो यो एरियामा। खै मलाई लिन आएको जस्तो लाग्छ तर म जान्न। ओके सो हामीलाई अब एक दुईवटा अझै नम्बर्सहरूको बारेमा पढ्नु छ, एक दुईवटा हैन धेरै छ। मुकै मेरो के हुँदैछ ओके सक्यो के ओके सो सबभन्दा पहिला लेट अस सी इभन नम्बर। इजी इजी बेसिक बेसिक धेरै नै बेसिक हो यो। इभन नम्बर भने के हो भन्दा कि जुन नम्बरलाई 2 ले डिभाइड गर्छ त्यो नम्बरलाई के भन्छ इभन नम्बर भन्छ। ठीक छ, नम्बर डिभिजिबल बाइ 2। जुन चाहिँ नम्बरलाई 2 ले डिभाइड गर्छ त्यो नम्बरलाई हामी के भन्छ इभन नम्बर भन्छ। एक्जाम्पलमा हेर्यो भने 4 6 8 जति पनि छ हैन 62 64 86 जति यो नम्बर छ। अब कसरी थाहा हुन्छ कि यो नम्बर यो ठुलठुलो नम्बर, जस्तो कि मैले एउटा नम्बर लेखेँ 9994। अब यो नम्बर 2 ले जान्छ कि जाँदैन भनेर हामीलाई कसरी थाहा हुन्छ, यो डिभिजिबिलिटी रुल भन्ने एउटा टपिक आउँछ त्यति बेला बुझाउँछ। ठीक छ, अहिले हामीले यो बुझ्नु पर्यो कि जुन चाहिँ नम्बरलाई 2 ले डिभाइड गर्छ दैट नम्बर इज कॉल्ड एज इवन नम्बर। सिम्पल। ठीक छ, अब अर्को नम्बर आउँछ हाम्रो ऑड नम्बर। ठीक, यसको उल्टा दुश्मन जुन चाहिँ नम्बर इज नम्बर नट डिभिजिबल बाइ 2। सो जुन चाहिँ नम्बरलाई 2 ले डिभाइड गर्दैन त्यो नम्बरलाई के भन्छ ऑड नम्बर भन्छ। जस्तै कि एक्जाम्पल आयो 1 3 5 हैन, या फिर अझै हामी ठुलठुलो नम्बर लियो भने 83 101 999। सो यो नम्बर्सहरु अब यो पनि कुन नम्बरले डिभाइड गर्छ यस्तो नम्बर्सहरुलाई भनेर जान्नु लागि पनि डिभिजिबिलिटी रुल आउँछ। ठीक छ, सो इभन नम्बर भनेको जुन नम्बरलाई 2 ले डिभाइड गर्छ दैट इज कॉल्ड एज इभन नम्बर। अनि जुन नम्बरलाई 2 ले डिभाइड गर्दैन दैट इज कॉल्ड एज के भन्छ ऑड नम्बर, त्यसलाई हामी भन्छ ऑड नम्बर। ठीक छ, अब अर्को हामीलाई याद गर्नु पर्यो प्राइम नम्बर। प्राइम नम्बर फर एन एक्जाम्पल लेट मी टेक 5 को उदाहरण लिउँ। अब 5 नम्बरलाई कुन चाहिँ नम्बरले डिभाइड गर्छ होला, कुन नम्बरले 5 लाई डिभाइड गर्छ होला। 5 लाई कि त 5 ले नै डिभाइड गर्छ कि त 1 ले डिभाइड गर्छ। 1 ले त कुनै पनि नम्बरलाई डिभाइड गर्छ। 1 म्याथमेटिक्स को सुपरम्यान जस्तो सबलाई डिभाइड गर्छ। ठीक छ, अब यहाँ हेरौँ प्राइम नम्बर भनेको के हो। सो प्राइम नम्बर भनेको त्यो नम्बर हो जसलाई कि त 1 ले डिभाइड गर्छ कि त त्यही नम्बरले डिभाइड गर्छ, तर अरु कुनै पनि नम्बरले त्यो नम्बरलाई डिभाइड गर्नु सक्दैन। सो दैट नम्बर व्हिच इज ओन्ली डिभिजिबल बाइ इटसेल्फ और बाइ 1 इज कॉल्ड प्राइम नम्बर। आई बुझ्नु होला, जुन नम्बरले आफूले आफूलाई काट्छ र 1 ले मात्रै त्यसलाई काट्नु सक्छ त्यो नम्बरलाई हामी के भन्छ प्राइम नम्बर भन्छ। सिम्पल छ, जुन नम्बर त्यो नम्बर जसलाई चाहिँ अरु कुनै पनि नम्बरले डिभाइड गर्नु सक्दैन दैट इज कॉल्ड एज प्राइम नम्बर। धेरै उदाहरण छ हाम्रो बीचमा 2 2 3 5 7 हैन 11 13 17 19 23 सबै धेरै छ। अहिले यसको बारेमा हामी पढ्ने छौं। ठीक छ, सो प्राइम नम्बर भनेको नि भयो। अर्को हेरौँ, अर्को आउँछ हाम्रो कम्पोजिट नम्बर। अर्को आउँछ हाम्रो कम्पोजिट नम्बर। बाइ द वे एउटा चीज भन्नै बिर्सेछु, अब यो जो 1 छ धेरै कन्फ्युज हुन्छ। 1 के प्राइम नम्बर हो, किनभने 1 लाई पनि कुनै अरु नम्बरले डिभाइड गर्दैन, त के 1 पनि प्राइम नम्बर हो? नो, 1 इज नट अ प्राइम नम्बर। 1 प्राइम नम्बर पनि हैन, कम्पोजिट पनि हैन, यो एउटा नेचुरल नम्बर हो। सिम्पल, एउटा जस्ट नेचुरल नम्बर हो। यो ना त प्राइम नम्बर हो ना त कम्पोजिट नम्बर हो। ठीक छ, अब यो कम्पोजिट नम्बर भनेको के हो बुझ्दियौ। कम्पोजिट नम्बर भनेको चाहिँ के हो, त्यो नम्बर जसलाई चाहिँ अरु नम्बरले पनि डिभाइड गर्छ त्यसलाई हामी कम्पोजिट नम्बर भन्छ। फर एन एक्जाम्पल लेट मी से 14। एक्जाम्पलमा हेरौँ 14 बिचारा 14 लाई 2 ले पनि काट्छ, 2 ले काट्छ 14 ले 1 ले त काट्छ 2 ले पनि काट्छ 14 ले पनि काट्छ हैन। सो भन्नु मतलब जुन नम्बरलाई आफूले र 1 ले छोडेर अरु नम्बरले पनि काट्छ त्यो नम्बरहरु हामी के भन्छ कम्पोजिट नम्बर भन्छ। एक्जाम्पल 12 12 लाई 2 ले पनि काट्छ 1 ले पनि काट्छ
3 ले पनि काट्छ, 4 ले पनि काट्छ, 6 ले पनि काट्छ, 12 ले पनि काट्छ. 12 is a better example than 14. So 12 जो छ यसलाई आफू र 1 ले छोडेर अरु नम्बरले पनि के गर्छ डिवाइड गर्ने गर्छ. सो त्यो नम्बर जसको धेरै फ्याक्टर्स हुन्छ, ठीक छ, जसलाई चाहिँ आफू छोडेर अरु नम्बर्सहरुले डिवाइड गर्छ, that kind of number are known as co-prime. That kind of number are known as composite number. त्यसलाई हामी composite number भन्छ. आइ बुझ्नु हुँदै होला. अझै एक दुईवटा छ नम्बर्स, त्यसको पछि मेन पार्टमा हामी झर्ने छौं. ठीक छ. अब आयो इम्पोर्टेन्ट. अब यो खालको नम्बर चाहिँ के होला? को-प्राइम नम्बर. को-प्राइम नम्बर, प्राइम को अगाडि को थाप्दै हैन. सो को-प्राइम नम्बर भनेको चाहिँ के हो? सिम्पल छ. यस्तो दुईटा नम्बर जसको एचसीएफ के छ 1. एचसीएफ भनेको हो कमन फ्याक्टर हैन. यस्तो दुईटा नम्बर जसको एचसीएफ चाहिँ के छ 1. जस्तो फर एक्जाम्पल लेट मी से 2 3. यहाँको बीचमा के कमन फ्याक्टर छ? के कमन फ्याक्टर छ? 2 लाई 2 ले काट्दा 2 1 2 2s को फ्याक्टर हो. 3 लाई 3 ले काट्दा फेरि 3s को फ्याक्टर हो. यहाँको बीचमा कुनै कमन फ्याक्टर छँदै छैन. यस्तो एउटा नम्बर जसले दुईटालाई काट्ने त्यो वाला कुनै कमन फ्याक्टर छँदै छैन एक्सेप्ट 1. यहाँको एक्सेप्ट के आउँछ 1. 1 ले मात्रै दुईटालाई काट्छ. 1 छोडेर अरु कुनै नम्बरले 2 र 3 लाई काट्नै सक्दैन. सो यस्तो दुईटा नम्बर जसको एचसीएफ के होस् 1 होस्. भन्नु मतलब यस्तो दुईटा नम्बर जसलाई खाली 1 ले मात्रै दुईटालाई नै डिवाइड गर्नु सकोस्. सो 1 ले मात्रै अगर दुईटा नम्बरलाई डिवाइड गर्दछ भने त्यो दुईटा नम्बरलाई हामी के भन्छ? को-प्राइम भन्छ. अब धेरैको कन्फ्युजन यो हुन्छ कि यहाँ लेखेको छ प्राइम. सो कतिले सोच्छ कि यो प्राइम नम्बरको बीचमा मात्रै हुन्छ होला भनेको. हैन, हैन, यो प्राइम नम्बरको बीचमा मात्रै हुँदैन. फर एक्जाम्पल 3 4. 4 इज नट अ प्राइम नम्बर. 4 त कम्पोजिट नम्बर हो किनभने 4 लाई 2 ले पनि काट्छ हैन. यो त कम्पोजिट नम्बर हो. तर पनि 3 4 के हो? यो को-प्राइम नम्बर हो. यो किन को-प्राइम नम्बर हो? किनभने यहाँको एचसीएफ के छ 1. यहाँको बीचको एचसीएफ के छ 1. 1 मात्रै यस्तो कमन फ्याक्टर छ जसले 1 मात्रै यस्तो फ्याक्टर छ जसले दुईटालाई काट्छ. 3 लाई पनि काट्छ, 4 लाई पनि काट्छ. अरु यस्तो कुनै नम्बर छैन जसले 3 र 4 दुईटालाई नै काट्छ. आई होप यु आर अन्डरस्ट्यान्डिङ म के भन्नु खोज्दैछु. को-प्राइम नम्बर भनेको यस्तो दुईटा नम्बर जसको कमन फ्याक्टर खाली के होस् 1 होस्. त्यो दुईटा नम्बरलाई 1 ले छोडेर अरु कुनै पनि नम्बरले काट्नु सक्दैन. that kind of नम्बरलाई we call it as को-प्राइम नम्बर. आई बुझ्नु भयो हैन? ठीक छ. अझै आउँछ ट्विन प्राइम्स भन्ने आउँछ, ट्रिप्लेट्स आउँछ, पाइथागोरस ट्रिप्लेट्स भन्ने नम्बरहरु आउँछ. सो देयर आर मेनी नम्बर्स. भन्नु थाले पनि भनेको हुन्छ. बट बिफोर दैट त्यो अर्को भिडियोमा डिस्कस गर्ने छौं. बट बिफोर दैट सम अफ द फ्याक्ट्स which are very important for the exams. एक्जाम पर्सपेक्टिभ बाट धेरै नै इम्पोर्टेन्ट छ. जो मैले खुद कतिवटा एक्जाम बस्दा फेरि मैले खुद त्यो क्वेशन्सहरुलाई मैले फेस गरेको छु. त्यो क्वेशनहरु हामी डिस्कस गरिहाल्छौं. ठीक छ. सो मोस्ट इम्पोर्टेन्ट क्वेशन्स आउँछ हाम्रो प्राइम नम्बर्सबाट. डाइरेक्ट क्वेशन्स आउँछ प्राइम नम्बर्सबाट. सो हामीले थाहा हुनुपर्छ कि क्वेशन आउँछ 1 देखि 100 को बीचमा 1 देखि 100 को बीचमा कतिवटा प्राइम नम्बर छ? कतिवटा प्राइम नम्बर छ 1 देखि 100 को बीचमा भन्दा फेरि 25 वटा प्राइम नम्बर छ. ठीक छ. 25 वटा प्राइम नम्बर छ 1 देखि 100 को बीचमा. अब यस्तो खालको क्वेशन पनि दिन्छ कि स्मलेस्ट प्राइम नम्बर बताऊ. सबभन्दा स्मलेस्ट प्राइम नम्बर कुन हो? 2. अप्सनमा 1 पनि दिएको हुन्छ. कतिले 1 लाएर आउँछ. 1 पनि त प्राइम नम्बर हो किनभने अरूले डिवाइडै गर्दैन. नो, मैले भनिहाले 1 प्राइम नम्बर पनि हैन, 1 कम्पोजिट नम्बर पनि हैन. 1 इज जस्ट अ नेचुरल नम्बर. ठीक छ. सो स्मलेस्ट प्राइम नम्बर भनिन्छ हाम्रो 2. सो एउटा क्वेशन भन्ने 1 देखि 100 को बीचमा कतिवटा प्राइम नम्बर छ? 25 वटा छ. ठीक छ. अब यसलाई नै हामी टुक्रा पार्दै हेरौं. 1 देखि 25 को बीचमा कतिवटा प्राइम नम्बर छ? 9 वटा. अब यो खोज्ने तपाईहरुको जिम्मा. मैले अघि लेखिहाले 2 3 5 7 11 13 17 19 23 29 यो सबै नम्बर्सहरु के हो? 29 त लामै गइहाल्यो. 25 को बीचमा 9 वटा प्राइम नम्बर छ. ठीक छ. अब 25 देखि लिएर 50 को बीचमा 6 वटा प्राइम नम्बर छ. 50 to 75 कतिवटा छ? 6 वटा छ. अनि 75 र 100 को बीचमा 4 6 6 6 4 10 19 20 25. ठीक छ.
सो 1 to 100 को बीचमा 25 वटा प्राइम नम्बर छ 1 to 25 9 25 to 50 6 6 4 याद भइहाल्छ अब यसमा आउँछ कि 2 डिजिट को लार्जेस्ट प्राइम नम्बर 2 डिजिट को लार्जेस्ट प्राइम नम्बर कुन हो डाइरेक्ट सोध्दा डाइरेक्ट आन्सर लेखिदिने हो 97 2 डिजिट को सबभन्दा लार्जेस्ट प्राइम नम्बर हो अन्त स्मलेस्ट 2 डिजिट प्राइम नम्बर 2 डिजिट को स्मलेस्ट प्राइम नम्बर सोध्यो भने 11 सबभन्दा सानो स्मलेस्ट 2 डिजिट प्राइम नम्बर के हुन्छ 11 र 2 डिजिट को के हुन्छ लार्जेस्ट प्राइम नम्बर के हुन्छ 97 हुन्छ ठीक छ सो यो हामीलाई थाहा हुनु पर्छ अब अझै एउटा टाइपको क्वेशन आउँछ बिट्विन 1 to 100 1 देखि 100 को बीचमा इवन प्राइम नम्बर कतिवटा छ र ऑड प्राइम नम्बर कतिवटा छ यो पनि सोध्दै गर्छ हैन सो हामीले हरेक तरिकाबाट के हुनु पर्यो प्रिपेयर्ड हुनु पर्यो ठीक छ सो 1 to 100 को बीचमा टोटल इवन प्राइम नम्बर कतिवटा छ भने नि एउटा जस्ट एउटा त्यो पनि के हो 2 जुन चाहिँ पहिला हाम्रो 2 छ 1 2 त्यो मध्ये इवन प्राइम नम्बर हो बाकी अरु सब के हो ऑड नम्बर ऑड प्राइम नम्बर हो बिट्विन 1 to 100 सो हाम्रो इवन प्राइम नम्बर एउटा भयो भने 25 मा एउटा घट्यो ऑड प्राइम नम्बर कतिवटा बन्यो 25 - 1 दैट इज 24 24 वटा ऑड प्राइम नम्बर छ बिट्विन 1 to 100 and एउटा इवन प्राइम नम्बर छ बिट्विन 1 to 100 ठीक छ क्लियर भयो बस अब एक दुईवटा चीज छ सक्यो त्यहाँबाट हुन्छ अब एक दुईवटा सक्यो अब एउटा क्वेशन आउँछ प्राइम नम्बर नियर 200 को छेउमा कुन चाहिँ प्राइम नम्बर छ डाइरेक्ट लेख्नु 199 यस्तो नम्बर हो जो 200 को छेउमा छ एन्ड इट इज अ प्राइम नम्बर अर्को क्वेशन सोध्छ लार्जेस्ट 3 डिजिट प्राइम नम्बर 3 डिजिट को पनि सोध्छ ठुल्ठुलो एक्जाममा आरआरबी एनटीपीसी सो लार्जेस्ट 3 डिजिट प्राइम नम्बर मा हाम्रो कुन चाहिँ आउँछ 997 सो 997 भेटाउनु पर्छ 997 इज द लार्जेस्ट 3 डिजिट प्राइम नम्बर यो भेटाउँदा हुन्छ होला लेखिसक्यो होला हैन अब लास्ट एउटा क्वेशन जो आउँछ दैट इज कि 1 देखि 1000 को बीचमा 1 देखि 1000 को बीचमा कतिवटा प्राइम नम्बर छ सो 1 देखि 1000 को बीचमा कतिवटा प्राइम नम्बर छ भनेर सोध्यो भने 168 वटा के छ प्राइम नम्बर छ बिट्विन 1 to 1000 ठीक छ सो दिस इज ऑल अबाउट टुडेज क्लास सो आई होप यहाँबाट केही न केही सिक्नु भयो होला बुझ्नु भयो होला भनेर यो भिडियोजहरु यसरी नै म अपलोड गर्दै गर्छु सो दैट इट विल बी हेल्पफुल इन योर जर्नी एन्ड इट विल हेल्प यू थ्रू दिस जर्नी सो यति भन्दै सबैलाई नमस्ते